नमस्ते। हामी चाहिँ अहिले पार्क सफारी रिसोर्टमा छौँ। हजुर तपाईहरु देख्न सक्नुहुन्छ एकदम राम्रो हरियाली फुलले सजिएको गार्डन। तपाईहरु आउन सक्नुहुन्छ पार्क सफारी रिसोर्टमा चाहिँ सम्झिन सक्नुहुन्छ। एकदमै यहाँ आएर चाहिँ इन्जोय गर्न सक्नुहुन्छ। यहाँको हाम्रो चाहिँ यो खोलाको छेउमै छ। यो चाहिँ चितवन नेसनल पार्क हो भने अनि यहाँ चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ पुरा गैंडा मजाले पानीमा तैरिरहेको हैन ल गैंडा चाहिँ पानीमा यो खोला तर्दैछ। खोला चाहिँ बढेर ठुलो भएको छ र गैंडा यसरी मजाले खोलामा तैरिदै पौडी चाहिँ मजाले खेल्दै मस्तले तर्छ। यहाँ चाहिँ गैंडाहरू चाहिँ के हुन्छ भन्दाखेरि जत्रो ठुलो खोलामा पनि बाढी नै किन नआओस् यिनीहरू चाहिँ मजाले तर्छ है। यो चाहिँ हामी कहाँ छौँ भन्दाखेरि चाहिँ लोकेसन पार्क सफारी रिसोर्ट ठ्याक्कै छौँ। हजुरहरू पार्क सफारी रिसोर्टमा आउनुभयो भने यस्तो राम्रो भ्यू भ्यू देख्नुहुन्छ। र यो चाहिँ सनसेटको टाइम हो भने सनसेट पनि तपाईहरु देख्न पाउनुभयो। अनि अर्को तपाईहरु एकदम मजाले हाम्रो चाहिँ यहाँ चाहिँ रिभर बैंकै छेउमा चाहिँ यो मजाले यो बस्ने ठाउँहरु छ। तपाईहरु चाहिँ मजाले यसमा बसेर अनि मजाले नेचरलाई इन्जोय गर्न सक्नुहुन्छ। सनसेट प्लस चितवन नेसनल पार्कको यो भ्यू जंगल अनि साथै तपाईहरु यो गैंडाहरू चाहिँ सधैँ एउटा दुईटा तीनटा चाहिँ प्राय सधैँ आउने गर्छ। हाम्रो पार्क सफारी रिसोर्ट हो। एकदमै राम्रो गार्डनसँग इन्जोय गर्न सक्नुहुन्छ। गार्डनमा यो फुलले सजिएको हैन।